हेलो गुड मर्निङ गाइज। आज चाहिँ म सानो मिनी ब्लग बनाउँछु भनेर होइन आज 6 बजे उठेँ म होइन तपाईँहरूको लागि एउटा सानो मिनी ब्लग बनाउँछु भनेर म यहाँ आज 6 बजे उठेर होइन तपाईँहरूको लागि आज म यहाँ ओर्ने पठाउँदैछु टक्क लगाएर होइन। ओर्नेहरू पठाएपछि सफा त गर्नु परिहाल्यो। अब उठेपछि ओर्नेहरू पठाउने यताउति सफा गर्ने त्यो त गर्नु पर्यो होइन गाइज। के गर्नु, गाउँघरमा बसिसकेपछि अथवा सहरमै बसेपछि पनि यस्तो काम त गर्नु परिहाल्यो। अनि मैले चाहिँ जहिले उठेर टक्क लाएर आफ्नो ओर्ने ओछ्यान चट्ट होइन सिरानीहरू पठाउने अनि टक्क लाएर बराल्ने यताउति कुन्ना काप्चा कहाँ के फोहोरहरू छ सबै बराल्छु होइन। बराल्नु त परिहाल्यो, बरालेर सफा त गर्नु पर्यो कुना काप्चा होइन। टेबल मुनि फोहोरहरू धेरै हुन्छ नि, अब सबै बराल्नु यताउति सबै होइन टक्क लगाएर गर्नु पर्यो। फोहोर उठाउनु पर्यो होइन। गाउँघरमा बसिसकेपछि सफा त राख्नु पर्यो होइन, यताउति गर्नु पर्यो। अहिले चाहिँ अब म मुख धुनु लगाएको, मुख त धुनु पर्यो। बिहान उठेपछि ब्रस रस गरेर मुख धोएर होइन भगवान्लाई पानी चढाउनु पर्यो होइन। म चाहिँ जहिले बिहान उठेर भगवान्लाई पानी चढाउने गर्छु। सानो भगवान चाहिँ होइन त्यसमै पानी चढाउँछु। मुखहरू धुनु पर्यो, सफा सुग्घर गर्नु पर्यो होइन त बिहान उठिसकेपछि त होइन त गाइज। त्यही कारण हामी बिहानै उठेर मैले पानी थाप्यो, पानी थापेर भित्र लाँदै अब चढाउनु। मेरो चाहिँ सानो यही भगवान छ, भगवान्लाई माग्छु लो पैसै आओस् भनेर माग्छु होइन। धुपसुप गर्नु पर्यो, धुपमा पनि लक्ष्मी माताले होइन पैसा टन्नै आओस् भनेर माग्छु। अनि बिहान अब यस्तै त हो नि। अनि यो ट्याङ्गामा धेरै पैसा होस्, यो सामानहरू सबै जाओस्, आज बिक्री होस् भन्छु होइन गाइज। अनि हाम्रो यो सानो पसल हो, यही चिटिक्क परेको यत्रै छ होइन। धेरै ठुलो त होइन, सानो बिजनेस हो। यति गरेर अब त्यही हो। हाम्रो दाइले रक्सी खानुभयो आज। भैरवकुण्ड दाइहरू भैरवकुण्ड घुम्नु आउनुभयो होइन। अनि मेरो पसलमा छिरेर चौचौ बनाएर खाने भन्दै थियो। चौचौ बनाएर दियो, मिठो मिठो मानेर खानुभयो दाइहरूले। दाइहरू फर्किन लायो। यहाँ चाहिँ दिउँसोको त्यस्तै 12 बजेतिर भइरहेछ अहिले होइन। पानी परेर बिजोग भइरहेछ। भैरवकुण्ड जाने दाइहरू पनि पानी परेर मेरो पसलमा बसेर चौचौ खाएर जानुभयो। गाडीहरू बाइकहरू आएको हुन्छ है यस्तो पानीमा पनि होइन। यस्तो हिलो छ, बिजोग गरेर गाडी बाइकहरू गएको छ। हाम्रो ठाउँ त एकदम राम्रो हो नि गाइजहरू। सबैजना यस्तो पानीमा पनि हाम्रो ठाउँमा घुम्न आउनुहुन्छ। तपाईँहरू पनि आउनुहोला, हाम्रो ठाउँ एकदम राम्रोमा आउनुहोला। आजदेखि बस पनि चलिरहेको छ होइन। आज जेठको 15 गतेदेखि 80तिर बाटो बनाउँदै थियो अनि बन्द थियो। अहिले बस पनि आजदेखि आएको। यस्तो प्याक छ, दाइहरूले बाई बाई भन्दैछ, हामी पनि बाई बाई गरिरहेको छ होइन। यस्तो खतरा छ यी बसमा, यस्तो प्याक आउँछ। तपाईँहरू हाम्रो गाउँमा आउनु भएकोमा धन्यवाद।